666 के यो केवल एउटा रहस्यमयी संख्या मात्र हो? यो तपाईको खल्तीमा भएको मोबाइलभित्र लुकेको एउटा डरलाग्दो सत्य हो। संसारले भन्छ सबै नयाँ टेक्नोलोजी अपनाउनुहोस्, क्यूआर कोड, अनलाइन पेमेन्ट, एआई करेन्सी, बायोमेट्रिक आइडी। संसारले यसलाई सुविधा भन्छ, तर बाइबलले यसलाई 2000 वर्ष अघि नै एउटा जाल भनेर चेतावनी दिएको थियो। के हामी अन्तिम समयको त्यो चिन्हको नजिक त पुगिसकेका छैनौँ? आज हामी बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको 666 को अर्थ र हाम्रो अहिलेको संसारमा यसको के सम्बन्ध छ भन्ने बारेमा चर्चा गर्नेछौँ। जान्नको लागि यो भिडियो पुरै हेर्नुहोला। प्रकाश 13 को 16 देखि 18 मा यसरी लेखेको छ, अनि त्यसले साना र ठुला, धनी र गरिब, फुक्का र कमारा सबैलाई तिनीहरूको दाहिने हात वा निधारमा छाप लगाउन लाग्यो। त्यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छाप चाहिँ त्यस पशुको नाउँ या त्यसको नामको संख्या हो। बुद्धिमत्ता यसैमा छ, जसको समझ छ त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो र यो संख्या चाहिँ 666 हो। 666 यो के हो? यो एउटा यस्तो नियन्त्रण गर्ने व्यवस्था हो। यो एउटा यस्तो सिस्टमसँग जोडिएको छ जसले संसारलाई नै आफ्नो नियन्त्रणमा लिनेछ। बाइबलले यसलाई वन वर्ल्ड गभर्नमेन्ट पनि भनेको छ। बाइबलको सांकेतिक भाषामा 7 अङ्कलाई पूर्णता र पवित्रताको प्रतीक मानिन्छ। 7 ले परमेश्वरको सिद्धतालाई जनाउँछ, तर 6 अङ्क 7 भन्दा 1 कदम पछाडि छ, जसले मानिसको अपूर्णता र कमजोरीलाई देखाउँछ। 6 यो मानिसको संख्या हो, तर जब यो अङ्क 3 पटक दोहोरिन्छ, 666, यसले त्यो मानिसलाई देखाउँछ जसलाई शैतानले प्रयोग गर्नेछ। शैतानले त्यो व्यक्तिलाई अभिषेक गर्नेछ र यो संसारमाथि नियन्त्रण गर्नेछ। त्यो शक्तिशाली र प्रभावकारी व्यक्ति हुनेछ। संसारको सबले चाहना गरेको व्यक्ति हुनेछ, जसले आफ्नो सारा शक्ति लगाएर परमेश्वरको नकल गर्न खोज्छ। त्यो संसारको शक्तिशाली नेता हुनेछ, जसले आफ्नो सारा शक्ति लगाएर परमेश्वरको नकल गर्न खोज्छ, तर पूर्ण रूपमा असफल हुनेछ। 666 को मुख्य अर्थ हो मानिसले आफैलाई मालिक ठान्नु। जब कुनै मानवीय शक्ति वा सरकारले म नै सबै थोक हुँ, मलाई नै पूज भन्न थाल्छ, सृष्टिकर्ताको स्थान लिन खोज्छ, तब त्यो 666 को प्रणाली बन्छ। यो अहंकारी र ईश्वरीय विरोधी विचारको चरम सीमा हो, अनि त्यो व्यक्तिलाई बाइबलले ख्रीष्ट विरोधी भनेर भनेको छ। आज हामीलाई क्यूआर कोड स्क्यान गर्नु वा डिजिटल भुक्तानी गर्नु एकदमै सजिलो लाग्छ, तर एकछिन सोच्नुहोस् त, संसार कसरी एकै ठाउँमा केन्द्रित हुँदैछ। बाइबलको प्रकाश 13 को 17 ले भन्छ, यो चिन्ह नहुनेले केही किन्न वा बेच्न पाउने छैन। आज हामी बिस्तारै यस्तो अवस्थामा पुग्दैछौँ, यदि तपाईसँग डिजिटल पहुँच छैन भने तपाईले एउटा सानो सामान पनि किन्न सक्नुहुने छैन। संसारले यसलाई आधुनिकीकरण भन्छ, तर बाइबलको नजरमा यो सिस्टम मानिसलाई बाँध्ने एउटा ठुलो जाल हो। जब सबै नियन्त्रण एउटै हातमा पुग्छ, तब तपाईको स्वतन्त्रता कता जान्छ? कि हामी सुविधाको लोभमा आफ्नो आत्मिक पहिचान त गुमाइराखेका छैनौँ? अहिलेको यो संसार कसरी चल्छ के तपाईले कहिले सोच्नु भएको छ? हाम्रो मोबाइल फोन सिधै स्याटेलाइटसँग जोडिएको छ। यसको अर्थ के हो भने संसारको कुनै पनि कुनामा तपाईँ लुक्न सक्नुहुन्न। तपाईको हरेक पाइला र हरेक कारोबार ट्र्याक भइराखेको छ। तपाईलाई लाग्ला म त आफ्नै घरभित्र छु, मलाई कसले देख्छ र? तर यो सोच्नु तपाईको भूल मात्र हुनेछ। आज पृथ्वीको सतहभन्दा करिब 20,000 देखि 36,000 किलोमिटर माथि हजारौं सेटेलाइटहरू घुमिरहेका छन्। यी सेटेलाइटहरू र तपाईको हातमा भएको मोबाइल फोन बीचको सम्बन्ध यति छिटो छ कि केवल 0.5 सेकेन्ड भित्र सिग्नल माथिदेखि यहाँ तलसम्म आदान प्रदान हुन्छ। तपाईँ घरभित्र हुनुहोस् वा गुफामा, प्रविधिको नजरबाट तपाईँ लुक्न सक्नुहुन्न। यो असम्भव छ। अब एकछिन कुरा गरौँ त्यो रहस्यमय संख्याको, जुन तपाईको भान्सादेखि दराजसम्म पुगिसकेको छ। तपाईले किन्ने हरेक सामानमा एउटा बारकोड हुन्छ। यदि तपाईले यसलाई ध्यान दिएर हेर्नुभयो भने त्यहाँ 3वटा लामा धर्साहरू हुन्छन्, एउटा सुरुमा, एउटा बीचमा र एउटा अन्तमा। कम्प्युटरको भाषामा ती 3वटा धर्साको भ्यालु चाहिँ 666 हुन्छ, अर्थात् यसलाई युनिभर्सल कोड अफ ट्रेड भनिन्छ, विश्वव्यापी व्यापारिक कोड भनिन्छ। यो बारकोड भित्र पहिले नै 666 अथवा 666 लुकेर बसेको छ। बाइबलले भनेको त्यो चिन्ह बिना कसैले किन्न वा बेच्न पाउने छैन। अनि यो कुरा आजको बारकोड र डिजिटल पेमेन्ट प्रणालीसँग मिलिरहेको छैन र आउनुहोस् एकछिन अर्को कुरालाई हेरौँ।
अहिलेको समयमा राष्ट्रिय परिचय पत्र बनाउँदा र पासपोर्ट बनाउँदा हामीले आफ्नो बायोमेट्रिक विवरण दिनुपर्छ। तर यो बायोमेट्रिक आइडीले वास्तवमा कसरी काम गर्छ त? तपाईले एउटा डिजिटल स्क्यानरमा आफ्ना दुवै हातका 10वटै औँलाहरू पालै पालो राख्नुपर्छ। यसले तपाईको औँलाहरूको रेखाहरूलाई डिजिटल कोडमा बदल्छ। तपाईले एउटा मेसिनमा सिधै हेर्नुपर्छ जसले तपाईको आँखाको नानीको बनोटलाई स्क्यान गर्छ। यो औँलाहरूको छापभन्दा पनि बढी सुरक्षित मानिन्छ। तपाईको एउटा डिजिटल फोटो खिचिनेछ। यसले तपाईको अनुहारको बनावटलाई रेकर्ड गर्छ। आज हामी एउटा कार्ड बनाउन आफ्नो शरीरको सबै गोप्य विवरण बायोमेट्रिक सरकारलाई दिइरहेका छौँ। यो सुरक्षा त होला, तर के यो भविष्यमा हामीलाई पूर्ण रूपमा नियन्त्रण गर्ने 666 को प्रणालीको एउटा हिस्सा त होइन? आज यो सरकारी रेकर्डमा छ, भोलि यो चिप बनेर हाम्रो शरीरमा आउन सक्छ। तपाईको परिचय तपाईको नाम वा ठेगानामा मात्र सीमित छैन, तपाईको शरीर नै तपाईको आइडी र पासवर्ड बनेको छ। र अहिले धेरै देशहरूमा यस्तो बायोमेट्रिक आइडी कार्ड अनिवार्य भइसकेको छ, जसमा एउटा सानो चिप छ। त्यो चिप स्क्यान गर्ने बित्तिकै तपाईको बैंक खाता, स्वास्थ्य अवस्था र तपाईले कहाँ कहाँ यात्रा गर्नुभयो, यो सबै कुराको एक पलमा सबै जानकारी आउँदछ। पहिले बारकोड सामानमा थियो, अहिले क्यूआर कोड तपाईको मोबाइलमा छ र अब वैज्ञानिकहरू यसलाई तपाईको शरीरभित्र माइक्रोचिपको रूपमा हाल्नलाई तयारी गरिराखेका छन्। यो संयोग मात्र होइन, यो त एउटा यस्तो विश्वव्यापी प्रणालीको निर्माण हो जसले हरेक मानिसलाई एउटै नम्बरमा कैद गर्नेछ। बाइबलले भनेको त्यो चिन्ह, त्यो बिना कसैले किन्न वा बेच्न पाउने छैन। के यो डिजिटल पेमेन्ट र बारकोडहरूले त्यस बाइबलको वचनलाई पूरा गरिराखेका छैनन् र? यी सबै प्रविधिहरू, सेटेलाइट, बायोमेट्रिक, क्यूआर कोड छुट्टा छुट्टै देखिए पनि अहिले यिनीहरूले एउटै सिस्टम निर्माण गरिरहेका छन्। जब संसारभरिका मानिसहरूको डेटा एउटै प्रणालीमा हुन्छ, तब संसारलाई एकै ठाउँमा नियन्त्रण गर्न सजिलो हुन्छ। बाइबलले भनेको एक विश्व सरकार, वन वर्ल्ड गभर्नमेन्ट, यी सबै प्रविधिले बिस्तारै त्यसलाई बाटो तयार गरिरहेका छन्। तर कुरा यतिमा मात्र रोकिँदैन। अब ती प्रविधिहरू तपाईको हातमा, तपाईको शरीरभित्र हाल्ने तयारी चलिरहेको छ। वैज्ञानिकहरूले एउटा यस्तो माइक्रोचिप, RFID चिप बनाएका छन् जुन चामलको दाना जत्रो हुन्छ र यसलाई सजिलै तपाईको दाहिने हात वा निधारमा राख्न सकिन्छ। अचम्मको कुरा त के छ भने डाक्टर कार्ल स्यान्डर्स एक इलेक्ट्रोनिक्स इन्जिनियर र आविष्कारक थिए। उनको टोलीले एउटा यस्तो चिप बनाएका थिए जसलाई शरीरभित्र राख्न सकिन्थ्यो। तर एउटा ठुलो समस्या देखियो, यो चिपको ब्याट्रीलाई चार्ज कसरी गर्ने? उनीहरूले पत्ता लगाए कि यो चिपलाई चार्ज हुनको लागि शरीरको यस्तो भाग चाहिन्छ जहाँ तापक्रम छिटो छिटो परिवर्तन हुन्छ, अनि त्यस्तो ठाउँमा मात्र यो चार्ज हुन सक्छ। धेरै अनुसन्धान र लाखौं डलर खर्च गरेपछि उनीहरूले यो फेला पारे कि मानव शरीरमा केवल 2वटा ठाउँ मात्र छन्, अनि जहाँ तापक्रम निकै छिटो छिटो बदलिन्छ र यो चिपलाई चार्ज गर्न सकिन्छ, अनि त्यो हो दाहिने हातको पछाडिको भाग र निधार। डाक्टर कार्ल स्यान्डर्स आफै सुरुमा बाइबलमा विश्वास गर्ने मानिस थिएनन्, तर जब उनले यो वैज्ञानिक तथ्य पत्ता लगाए, उनी छाँगाबाट खसे जस्तै भए। किनभने प्रकाश 13:16 2000 वर्ष अघि नै लेखिएको थियो। त्यसले साना र ठुला, धनी र गरिब, फुक्का र कमारा सबैलाई तिनीहरूको दाहिने हातमा वा निधारमा एउटा छाप लगाउन बाध्य पार्यो। हजारौं वर्ष अघि जब बिजुली र चिपको कल्पना समेत गरिएको थिएन, बाइबलले ठ्याक्कै त्यही 2वटा ठाउँको नाम किटान गरेर भनेको थियो। यो कुनै संयोग हुन सक्दैन। वैज्ञानिकहरूले यो कुरा भर्खरै पत्ता लगाए, तर बाइबलले 2000 वर्ष अघि नै चेतावनी दिएको थियो कि त्यो चिन्ह दाहिने हात वा निधारमा लगाइनेछ। यो त अन्तिम समयको स्पष्ट संकेत हो। डाक्टर कार्ल स्यान्डर्सले यो पत्ता लगाएपछि उनले प्रभु येशूलाई विश्वास गरे। अहिलेसम्म हामीले देख्यौं कि कसरी संसारको प्रविधि, सेटेलाइट र माइक्रोचिपहरू बाइबलको भविष्यवाणीसँग अचम्मको रूपमा मेल खाइराखेका छन्। डाक्टर कार्ल स्यान्डर्स जस्ता वैज्ञानिकहरूले पत्ता लगाएका तथ्यहरूले प्रमाणित गर्दछन् कि हामी अन्तिम समयको निकट छौं, हामी अन्तिम समयको एकदमै नजिक छौं। बाइबलले ठ्याक्कै यही भनेको थियो कि त्यो चिन्ह दाहिने हात वा निधारमा लगाइनेछ। आज विज्ञानले त्यो कुरालाई सम्भव बनाइदिएको छ। जब संसारका शक्तिशाली नेताहरू वन वर्ल्ड गभर्नमेन्टको कुरा गर्दैछन्, तब बुझ्नुहोस् कि 666 को त्यो समय अब टाढा छैन। आज हामीले 666 को बारेमा हेर्यौं। अब हामी कसरी तयार रहने र हामीले के गर्ने भन्ने विषयमा हामी अर्को श्रृङ्खलामा फेरि तपाईलाई भेट्नेछौँ। 666 को अझै विस्तृत हामी जानकारी लिएर आउनेछौँ।
फेरि पनि परमेश्वरले तपाईँलाई आशिष दिउन्। यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने कमेन्ट बक्समा गएर आमेन लेख्नु होला, सब्सक्राइब गर्नु होला। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह, शालोम।